तपाई अहिले हेर्दै हुनुहुन्छ तपाईको आफ्नै युट्युब च्यानल गोर्खा ध्वनि। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी सँगै आउने घण्टीलाई थिचेर हाम्रा च्यानलका हर एक भिडियोहरू हेर्न नभुल्नुहोला। उद्यमन गायकको रूपमा अहिले निस्केका छन् र भाइले केही गीतहरू रेकर्डसम्म गर्न सक्षम भएका छन् र हामीले भाइलाई यस्तो मञ्च दिन पाएकोमा हामी आफै सौभाग्य ठान्दै भाइ वेदराज शर्मालाई तिमीले डाँडा काटेर पर आँखाबाट उजेल हुँदा मैले हेरी पठाएको थिएँ, अरू बटुल्दै झोला भरिरहेको थिएँ। यिनीहरूलाई यस्तै चोर्ने शिक्षा दिनुहुन्छ? कस्तो अप्ठ्यारो प्रश्न सिस्टरको सुनेर स्तब्ध छु। उत्तर छैन मसित। अहिले पु मेरो शिर नुहेको छ अपारले। सुने पश्चात अब पालो परेको छ आजको यस पहिलो सत्रको अध्यक्ष महोदयको। केबी नेपालीज्यू, वरिष्ठ साहित्यकार डम्बर दाहालज्यू लगायत आज श्रोताको रूपमा उपस्थित हुने यस कार्यक्रममा क्षेत्र यसमा एउटा सद्भावना जाग्नेछ भन्ने मलाई लाग्दछ र यसरी सबै साहित्यकारहरूले यो कदम उठाउनुपर्छ मलाई त्यो लाग्दछ र उहाँले आज यसरी त्यसरी नै अर्को एउटा विधा छ केसरा भन्ने, मलेसियाको लेखेको रहेछ केसरा, भारतमा लेखेको थिएन र त्यो केसरा विधालाई पनि कृति दिएर किताबबाट निकालेर भारतमा एउटा विशिष्ट स्थान दिन सक्षम भएको छ काव्यहरूले। यहाँबाट रण काफ्लेजीले अस्तित्व नामको एउटा केसरा विधाको सङ्कलन प्रकाशित गर्नुभएको छ। त्यो भारतमा पहिलो हो। त्यसको लागि पनि रण काफ्लेजीप्रति हामीले हाततालीले स्वागत गर्न अग्लो ठान्छौ विशाल मान्छौ आफूलाई आकाश भन्दा, अग्लो ठान्छौ विशाल मान्छौ आफूलाई आकाश भन्दा, कण कण धुलो थुपार्दै गगनले निलो सुन्दरता पाएको तिरस्कृत वाष्प रजकण एउटा प्रेम कविता। लहरे पिपल बर छैन माया त लाउनु भर छैन, 70 र 5 काटेका मेरा हजुरबा कोही कोही बेला गाउँथे र टोलाउँथे। लहरे पिपल बर छैन माया त लाउनु भर छैन, 70 र 5 काटेका मेरा हजुरबा कोही बेला गाउँथे र टोलाउँथे। खस्रो स्वरमा तर एक्लै गाउँथे। खोज्ने मान्छे तिमीहरू केवल पसिना बगाउने मान्छे, तिमीहरू केवल पसिना बगाउने मान्छे, पसिनाको मर्यादा बुझ्न नसक्ने मान्छे। शब्दहरूमा नयाँ भरी लाली छरेर फक्रिन्दा म, नयाँ भरी लाली छरेर फक्रिन्दा म, बास्ना तिमीमा पोखिदिउँला, पुरानो बनेर ओइली झर्दा कोपिला फेरि रोपिदिउँला रोपिदिउँला। सानो मान्छे शहीदका च्याङहरू खोज्नु हो भने बलिदान दिने त हामी नै थियौँ, शहीदका च्याङहरू खोज्नु हो भने बलिदान दिने त हामी नै थियौँ। अरू धेरै त भाग्ने हुँदा ठेस लागेर मरेथे, आज देख्छु भाग्नेहरूसम्म शहीद भए, बलिदान दिनेहरू भई कता गए गए। एउटा ठुलो तिम्रो चाहनामा, तिम्रो भावनामा, तिम्रो आँखाको नानीमा, तिम्रो छातीको सागरमा, या त मोटुको गहराईमा। हिजो आज हाम्रो आँखामा आँसु छैन,
उज्यालो राख्छु विवेकलाई। अन्तरको निस्वार्थ माया भिजाइदिन्छु तिनीहरूको बीचमा जहाँ हजारौं नारी प्रतारित छन्। मेरो सतताको मार्गमा ल्याई तिनीहरूको मनमा जगाउन चाहन्छु आत्मदीपक जो थिचिएर मिचिएर पिसोटिएका छन्। नमस्कार। धामीलाई बोक्सीलाई धामी मन पर्दैन, धामीलाई बोक्सीलाई धामी मन पर्दैन, मेरी आमालाई धामी लाउने बिरामी मन पर्दैन। मानवताको जयगान, समाजको विश्लेषणता, नारीको विवश सकारा अस्तित्वहीनता, सपनाहरूका टकाटका झरिरहेका छन्। फल फुलले भरिएका आशाहरू बिलाउन लागेका छन्। तिमीले सोचेकी छौ रंगीन सपनाहरू स्मृतिको लिस्नुमा अडेसिएर जन्मलाई रहँदा रंग मिली झिलमिलाएका खुसीका ताराहरू निरन्तर यात्रामा सजिएका छन् र नै समय सट्ट भए जस्तै निश्चल भावनाहरू मजबुत धागोले बाँधिएका छन्। थम्नप्पे विरक्तर काही खुलाइसी यहाँ यो कविताबारे अनिस जामान प्राक्तन सभापति उहाँ बमबहादुर भण्डारी, सर्वप्रथम उहाँलाई म उहाँको आत्मालाई श्रद्धासुमन चढाउँदै म मेरो विषयक्रम नबुला तिमी बलिदान तिम्रा मुर्ख महानको लिनु छ हिसाब, तिमीले लिनु छ हिसाब हरेक शहीद विज्ञानको। नसामा त्यो अझै बाँकी छ, नसामा त्यो अझै बाँकी छ। खोल आँखा आज आह्वान छ बलिदानको। तपाई अहिले हेर्दै हुनुहुन्छ तपाईको आफ्नै युट्युब च्यानल गोर्खा ध्वनि। कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरी सँगै आउने घण्टीलाई थिचेर हाम्रा च्यानलका हर एक भिडियोहरू हेर्न नभुल्नुहोला।